वेलकम टू न्यू भ्लग गाइस। के छ त एकदमै ठीक छ। चलो भाई देखो अब मैं क्या करता हूँ। र म आइसकेँ फाइनली बजारको भ्यू देख्न सक्नुहुन्छ रे गाइस। कस्तो लागिरह पछाडि भ्यूहरु गाइस। इतना सुकून। जस्तो भयो नि त भिडियो इन्जोय गरेर मजाले हेर्नुहोस् है गाइस। बजारको भ्यूहरु देख्न सक्नुहुन्छ मेरो सब पछाडि। र म फाइनली बजार आइसकेँ र भिडियो चाहिँ इन्जोय गरेर हेर्नुहोस्। क्यामेरा का साथ हल्का कन्टिन्यू के साथ बोल्नु पर्छ गाइस हैन। बात तो सही है। केही छैन। बजारको भ्यूहरु देख्न सक्नुहुन्छ गाइस। र म चाहिँ ओर्दोर गर्छु कतै फाइनली म चाहिँ बजार आएको थिएँ। बजारमा चाहिँ आज कोभिड भएको थियो, त्यसैले म चाहिँ बजार आएको थिएँ। खासै रमाइलो त भएन, साथीहरू पनि छैन कोही, त्यसैले म आफैले क्यामेरा समातेर हिँड्नु परेछ। अस्ति चाहिँ खोलाको भिडियोहरू हालेको थिएँ। अब के गर्ने हजुरहरूले चाहिँ हेर्नु भएछ, त्यसमा म खुसी छु गाइस। हामी चाहिँ म चाहिँ यहाँ पुल नजिक आइसकेँ। यो पुल नजिकदेखि पुल यो मान्छेहरू पनि हिँड्छ। यो जुन खोला देख्न सक्नुहुन्छ, यो खोला चाहिँ हामी माछाहरू मार्न आउँछौँ। अहिले चाहिँ यो चिसो पनि छैन, घाम लागेको छ, त्यस कारणले मैले चाहिँ यहाँ पुल चाहिँ भिडियोको स्टुडियो गराउँदैछु गाइस। सो गाइस अब म यहाँबाट हल्का पर गएर स्कुलतिर गराउँछु भिडियो। त्यो चाहिँ बोर्डिङ स्कुल हो, म चाहिँ नपढेको, त्यही पनि कस्तो हुँदो रहेछ भनेर त्यहाँ गएर चाहिँ चेक गर्छु है गाइस। र जामा कस्तो हुन्छ, स्कुलमा रमाइलो हुन्छ कि हुँदैन कि त्यो देख्न नआउँदैछु। उता देख्न सक्नुहुन्छ पारी पारी त्यो मान्छेहरू नआउँदैछ गाइस। पारी कोही कटु बोल्दै रहेछ के गर्ने होइन। बजारको भ्यूहरू जताततै इन्जोय गरेर हेर्नुहोस्। रमाइलोको साथ त्यस्तरी है गाइस। यहाँ कुकुर पनि बसेको छ मस्तले साथ गाइस। खोलामा हेर्न कस्तो मजाको साउन्ड आइरहेको छ खोलाको होइन। ठिक छ हेर्नुहोस् यता यो धान सान चाहिँ लाएर पनि कुनै धान सान लाएर पनि ठिक गरिसकेको रहेछ यता। अब के गर्ने होइन, यस्तै छ जिन्दगानी। हाम्रो त लाइन क्यारे के गर्ने होइन। यता साइड चाहिँ कुनै लाएर चाहिँ रेडी गराइसकेको छ गाइस, देख्न सक्नुहुन्छ पुरा। म चाहिँ एक्लै हो गाइस, के गर्ने जस्तै छ जिन्दगानीमा। हामी त भिडियो चाहिँ इन्जोय गरेर हेर्नुहोस् है गाइस। एउटा मोटरसाइकल पनि लागेको छ गाइस। यो खेतमा मभन्दा चाहिँ धेरै पछाडि सक्नुहुन्छ, जुम गरेर हल्का देखाइदिन्छ है। म यता मोटरसाइकल पनि लागेको छ मस्तले हेर्नुहोस्। हाम्रो गाउँतिर चाहिँ यस्तो मोटरसाइकल लाउँदैन होइन। अब गाउँमा चाहिँ हलो जोत्छ, अब के गर्ने, क्यामेराम्यान छैन। हाम्रो चाहिँ यो ओडा हो है, डुङ्गी सरको ओडा नम्बर 6 है गाइस। यो ओडा नम्बर 6 यो ओडा नम्बर 6 मा आइसक्नु आउँदैछ। मोटरसाइकल ठिक गर त कि मोटर हो यो गरा है खेत जोत्ने। खेतको भ्यू देख्न सक्नुहुन्छ। क्या मजाको छ है गाइस। यहाँ चाहिँ के यो कटेर मान्छे सुत्ने कटेर कि बाख्रा चाहिँ बान्ने कटेर जस्तो छ। यहाँ के लगाएको जस्तो पनि छ यहाँ गाइस, त्यसैले म यहाँ चाहिँ हल्का गर्दैन। यस्तो ठाउँहरू उता पर चाहिँ के गराउँदो रहेछ हेरौँ न गएर हल्का मोटरसाइकलमा चाहिँ गराउँदो रहेछ हेरौँ गएर। मेरो साथ अर्को क्यामेराम्यान पनि भइदिए भए हल्का मलाई सजिलो हुन्थ्यो गाइस भिडियो गराउन। के गर्ने आफूले गराउनुपर्छ। यता चाहिँ मोटरसाइकलले गाडी जोत्न लागेको रहेछ गाइस। हाम्रो गाउँतिर त के भने हलोले जोतिन्छ, यता चाहिँ सुविधा छ के गर्ने। अरू
यो हाम्रो चाहिँ उपलब्ध छैन गाइस के गर्ने यस्तो हामी चाहिँ हलो यता पसलहरू पनि छ यो चाहिँ पसल भयो यो पुरा पसलहरू म चाहिँ यो बटनहरू बाइक साइडले धन्न आउँछ फेरि अघि चाहिँ गाडी जाम परेर खत्तम भएको थियो के गर्ने कता यस्तै हो नि गराउनुहोस् न किन्देज भइरहेको केरा केरा भयो यो जेसुकै बेच्न आएछ बजारको पसलमा यहाँ चाहिँ पसलहरू त्यो फौरोडी सौरोडी बेचेर तर महँगो पैसा त बुझ्दा छैन गाइस के गर्ने होइन यहाँ चाहिँ बजारको पसलमा चाहिँ के सबै सामानहरू पाइन्छ अझै किन्न चाहनु भने चाहिँ डुङ्गेसर बजार आउनै होला गाइस त्यहाँ मेरो भिडियो हेरेर चाहिँ मजाले आउनु होला डुङ्गेसर बजारमा है आउनु यहाँ मलाई चिन्ने नचिन्ने सबै कुन ठाउँ बाबा चाहिँ भनिदिनु त डुङ्गेसर बजार है डुङ्गेसर बजारमा ल डुङ्गेसर बजार आउनुहोस् गाडीलाई कन्ट्याक्ट गरेर टक्क होइन डुङ्गेसर बजार भन्नुपर्छ जातैबाट पनि ल्याइदिन्छ है डुङ्गेसर बजारी सब पाउँछ क्या यहाँ केरा भयो यो केरा यता केरा छ यी यता कुर्मुरे यो सबै किसिमका अनुभव छ क्या यहाँ बजारको होइन के माछा मासु गराइन्छ के गराइन्छ माछा मासु सब गराइन्छ माछा मासु यता टमाटर पनि राखेको छ गाइस हजुर किन्न चाहनुहुन्छ डुङ्गेसर बजारमा आउनु डुङ्गेसर बजार अब के भन्ने डुङ्गेसर बजार वडा नम्बर 6 पिचैमा छ गाइस पिच रोड हो मस्तले आउनुहोस् यता पनि छ फेरि केराहरू यता पनि छ यता चाहिँ के भनौँ यो चाहिँ खाना पसलहरू छ गाइस होइन यो कटेज भनौँ यसमा चाहिँ ताती बजारको भ्यूहरू मजा हल्का क्लिप अनुसार पनि काटेर हालिदिन्छ है बजारको भ्यूहरू गाडीहरू पनि यताबाट आइसकेको सामग्रीहरू छ है यता चाहिँ यो के हो है किन्न गएको त स्कुलमा त्यसै नगइदिने स्कुल पासाका सामग्री पाइनेका साथै यहाँ जेरी पनि पाइन्छ भन्नु सत्य यता हामीलाई भेट गर्नु है यता यहाँ ल डुङ्गेसर बजारमा अब नाम जाल चाहिएन जाल देखाइदियो एकछिन भित्रपट्टि छ जाल चाहिएमा गइदियो तल कर्णालीसम्म थाप्ने जाल बजारहरू चाहिँ अहिले चाहिँ माथिल्लो रोडमा आइसकेँ म अलि अघि चाहिँ तल्लो रोडमा थिएँ यस्ता कपडा छन् सम्पूर्ण बताइदिनु नि त ल यहाँ मेरो अडियन्सलाई के भनौँ अब सुपथ मूल्यमा हुन्छ है कपडा ओरिजिनल चाइनिजहरू छ अनि राम्रा राम्रा पाइटहरू छन्
खासै आफ्नो के हुन्न बेल्टहरू छन् यी दाएर यी सम्पूर्ण चाहे हजुरलाई चाहेमा यति राम्रो फरवाला पनि अलि थाहा छैन ल भित्र सबै सम्पूर्ण सामग्री ल्याइदिन्छ डुङ्गेश्वर बजार है सस्तो 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 किसिमका छ कपडाहरू रोजे जस्तै खोजे जस्तो सु भन्ने ल हेर यी यति राम्रा राम्रा उडी सेट आएको छ ल हेर यति राम्रा तल माथिको सेट अहिले भाइरल ठाउँको नाम पनि बताइदिनु पर्यो यहाँ अनि ठाउँको नाम के हो भनेपछि यो पुटल सलिना फ्यान्सी स्टोर मल्लो डुङ्गेश्वर हो माथिल्लो डुङ्गेश्वर बजार है माथिल्लो डुङ्गेश्वर बजार ल हेर यी भाइरल सेटहरू अहिले न्यू आएको होला यो अहिले चलेको ल हेर अङ्गुरा सेटहरू ल हेर्नु सम्पूर्ण होइन कपडा झोलादेखि लिएर सम्पूर्ण सामग्री जस्तै खोजे जस्तै पाउनुहुन्छ जस्तै खोजे जस्तै पाउनुहुन्छ माथिल्लो डुङ्गेश्वर बजार सेवा गर्ने सलिना फ्यान्सी स्टोर फ्यान्सी सेवा स्टोर गर्ने मौका दिनु होला ल यस्तो गरिदिनु न होला थ्याङ्क यू हजुरलाई धन्यवाद थ्याङ्क यू गाइज अब हल्कामा बजारतिर भिडियो चाहिँ इन्जोय गरेर हेर्नुहोस् ल अब म बोल्दैन भिडियो चाहिँ मजाले इन्जोय गरेर हेर्नुहोस् मैले चाहिँ यहाँ खान लागेको छु यहाँ छोनो अन्डा है हजुर पनि आउनु चाहनुहुन्छ नि डुङ्गेश्वर गाउँपालिका माथिल्लो डुङ्गेश्वरमा आउनुहोस् अनि त्यहाँ चाहिँ हरेक चिज भेटिन्छ है नास्ताको सुविधाहरू पनि हुन्छ र मसँग जति मैले अर्डर गरेँ त्यति आएको छ यहाँ कतिको मिठो छ नमिठो छ हजुर भिडियोको अन्त्यमा देख्न सक्नुहुन्छ र अहिले चाहिँ म मस्त साथले खाँदैछु र हजुरले चाहिँ भिडियो इन्जोय गरिदिएर हेर्नुहोस् भन्नु म चाहन्छु आग्रह गर्दैछु ल गाइज सो म चाहिँ खान्छु अब चाहिँ भिडियो इन्जोय गरेर हेर्नुहोस् है मिठो छ कि नमिठो छ अब भिडियोको अन्त्यमा थाहा पाउनुहुन्छ मैले चाहिँ आफ्नो पहिला साथ विचार गर्नेछु ल गाइज ठिक छ ल भिडियो इन्जोय गरेर स्किप नगरेर एक हेरिदिनु अनुरोध गर्छु हल्का यो क्या बाहिरको पनि ब्याकग्राउन्ड नराम्रो आएको छ ल म हातले सिकेर नै खान लागेको छु है भिडियो इन्जोय गर्नुहोस् एमा हल्का ठिकै छ गाइज हरेक चिज पर्फेक्ट छ यसमा नुन पनि बराबर लागेको छ के भयो यो काम गर्ने मान्छे रे यहाँ त बिचरा बाबुहरू खाने अन्डा तिम्रो लाँदादेखि यो चाहिँ हाम्रो गाउँभन्दा धेरै माथि छ गाइस के छैन देखिन छोरा त तिमी बढी तिमी कहाँ चलिरहेको कि यहाँ म खानलाई चाहिँ तिमी डिस्टर्ब नगर त एकछिन यहाँ भिडियो इन्जोय गर्नु लागेको छु मैले छिटो 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 तिम्रो बिता जाऊ पछाडि हटाउ जाऊ यहाँ सुकुटी देखाउनु लाग्यो यहाँ सुकुटे ए गाई हेर्ने छोर त्यस्तो नगर अडियन्स पनि रिसाउँछ र गाई चाहिँ भाइले चाहिँ मजाक गरेको है हजुर चाहिँ यस्तो यही हो बारम्बार मेरो क्यामेराको अगाडि आएर यहाँ मलाई जिस्काइरहेको छ गाइज अब के गर्ने अब भाइहरूलाई मैले अब के गर्ने होइन त्यता देखिन्न क्या एकछिन त्यो मलाई अलिक बेकार 3 मिनट